हेलो गाइज वेलकम टु माई ब्लग। सबैजनालाई वेलकम छ ल। म चाहिँ सुत्दै नै हो कि ड्युटी सकेर रुम गइरहेको छु है। अहिले सुत्दै नै हो होइन। बाटोमा अब हिँड्नुपर्छ, अब के गर्नु। योभन्दा अगाडि चाहिँ हल्का अगाडि गएर चाहिँ गाडी चढ्नुपर्छ होइन। अब बस चढ्ने ठाउँ चाहिँ म पुगेको छैन, एकछिनमा पुग्छ। सो मैले चाहिँ अब मरुम जाने बाटोहरूको लोकेसनहरू देखाइदिइरहेको छु। सो बवाल छ है होइन। यस्तो छ टक्क लगाएर त्यही नै हो। कस्तो लाग्छ भिडियो चाहिँ होइन। जस हेर्नुभयो देख्नुभयो भने चाहिँ सुत्दै नै हो। सबैले लाइक कमेन्ट एन्ड सेयर चाहिँ गरिदिनु नबिर्सिनु होला। बवाल छ है गाइज। मलेसिया पो हो त अनि थोरै नै नेपाल हो यार यो। म चढ्ने गाडी बस स्टेसन चाहिँ अब आउनै आँटिसक्यो। अब थोरै धेरै टाढो छैन, हल्का नजिक आइसकेको छु। एकछिनमा चाहिँ बस चढ्नुपर्छ। म चाहिँ टक्क लगाएर है। अनि टक्क लगाएर म चाहिँ यता हिँडिरहेको छु बाटोमा लखर एक्लै है। गाइस सुत्दै नै हो। झ्याउ लाग्छ भनेको यार। छ्या ड्युटी जाँदा हिँड्दा आउँदा हिँड्दा यार के हो यस्तो। कसैमा त लास्ट थाकिसक्यो त थाकिसक्यो त नि यार। यस्तो पनि हुन्छ र। ओ गाइज मेरो एकजना ड्राइभर हेरेको यार बाटो यार, आउँदैन नि त यार। गाइज तर बवाल छ है। अब मलेसिया अब बवाल नहुने कुरा हुँदैन गाइज। सुत्दै नै हो। माया छ सबैले गाइज होइन। सक्दो माया देखाइदिनु होला। सो होइन युट्युब च्यानल खोलेको चाहिँ यसो धेरै नै भइसकेको छ। सुत्दै नै हो गाइज होइन। अब मैले चाहिँ अब भिडियो चाहिँ अब युट्युबमा भिडियो नहालेको चाहिँ धेरै भयो। आज चाहिँ यसो सम्झना आयो कि त्यही भएर यसो एउटा भिडियो बनाऊँ भनेर है। अब एउटा भिडियो सुट गर्दैछु टक्क होइन। अब भिडियो चाहिँ अब मैले हालिसकेपछि चाहिँ यसो लाइक कमेन्ट चाहिँ गरिदिनु चाहिँ नबिर्सिनु होला गाइस। अनि सब्सक्राइब पनि हानिदिनु होला मेरो युट्युब च्यानललाई। माया छ सबैलाई माया। जतिजना हुनुहुन्छ सबैले धेरै धेरै माया छ, धेरै धेरै सम्झेको छु गाइस है। म त टक्क लगाएर लखर हिँडिरहेको छ। के गर्नु गाइस, अब ड्युटी सकेपछि हिँड्नुपर्छ। नाइट होइन मेरो बस स्टेसन चाहिँ आइसक्यो है। दुईवटा पारी हो होइन। म चाहिँ अब यहाँ अगाडिदेखि रोड क्रस गर्नुपर्छ। अगाडि यो गाह्रो छ मलाई होइन। अब बस चाहिँ कतिखेर आउने हो। अब बस कुर्ने हो गाइस हेरेर होइन बस स्टपमा। अब बस आयो भने चाहिँ अब चढेर टक्क रुम जाने हो। त्यही नै यस्तो साइडमै लिएर लगिदिनु भयो गाडी। त्यहाँ मेरो केटाहरू बसिरहेको छ। बस स्टप चाहिँ यही हो हाम्रो। मैले चाहिँ अब यहीँबाट रोड क्रस गर्नुपर्छ गाइस। बिस्तारै डौरी केटा डौरी ग्याङहरू यहाँ बसिरहेको पुरै टक्क लगाएर ग्याङहरू यहाँ बसिरहेको छ। गाडी चाहिँ यतादेखि आउँछ होइन। सुत्दै नै हो। अब म त टक्क लगाएर यहाँ बसिरहेको छ।
गाह्रो छ यहाँ त यस्तो छ काम गरी खाना पनि गाह्रो छ मलेसियामा गाइज के गर्नु लास्ट बिजोक छ बिजोक ओके गाइज भिडियो चाहिँ अब त्यही नै हो आउँदै गर्छ जस्ट मेरो भिडियो देख्नुभयो हेर्नुभयो भने चाहिँ लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला ल गाइज ओके टेक केयर गाइज